हामी जतिसुकै सम्पन्न भए तापनि पिस अफ माइन्ड छैन भने त्यो केही पनि अर्थ लाग्दैन। मेन कुरा पिस अफ माइन्ड नै हो मान्छेको इम्पोर्टेन्ट कुरा। फर्चुनेटली चाहिँ हामी सबैजनाले बनाउँदा चाहिँ ईश्वरलाई बनाएछौँ के, जानी नजानी यो बाइचान्स भएको, साँच्चीकै सल्लाह गरेको होइन, भगवानै बनाएछौँ सबैजनाले। हेर्नुहोस् है कति राम्रो कुरो। समृद्धिको संवाहक समृद्धिखबर.com। नमस्कार, मेरो नाम चाहिँ कृति शाहचन्द हो। म चाहिँ एउटा कलाकार हो। मैले चाहिँ हालचालै 2023 एउटा खोज एक प्रयास, अनि अहिले 2025 समय परिस्थिति र वास्तविकता भन्ने पेन्टिङ एकल चित्रकला प्रदर्शनी गरेको थिएँ हालचालै। त्यसपछि ग्रुपहरू त धेरै नै भएको थियो पहिलेदेखि, अब त्यो डेटहरू ठ्याक्कै याद छैन। अहिले आएर चाहिँ हाम्रो फेरि हामी 5 जना महिला कलाकारहरू मिलेर अहिले एउटा ग्रुप एक्जिबिसन गर्दैछौँ। 30 वर्ष जति भयो होला मैले कला सिर्जना गर्न लागेको। जबदेखि ललित कला कलेजमा मैले जोइन गरेँ त्यही बेलादेखि नै कला सिर्जना गर्न लाग्यो। सानोमा गर्दैन थिएँ। रुचि भन्नुपर्दा अब हाम्रो कलेजमा चाहिँ हामीलाई रियलिस्टिकै सिकाइन्छ, धेरै एब्स्ट्र्याक्ट त सिकाउँदैन होइन, तर त्यही कपी वर्कहरू सिकाइन्छ ग्रेट कलाकार ग्रेट आर्टिस्टहरूको, अनि यताउता त्यो डिजाइनिङहरू सिकाइन्छ। अनि हामीले रियलिस्टिक मात्रै त्यो सिक्ने मौका पाउँछौँ कलेजमा चाहिँ। एब्स्ट्र्याक्ट चाहिँ हामीले पछि आएर सिर्जना गर्दै जाँदा अनुभवले समयले अब त्यो एब्स्ट्र्याक्ट बनाउँदै जान्छ। हाम्रो कलाकारितामा एब्स्ट्र्याक्टपन झल्किन जान्छ। अब म चाहिँ दुवै विधा अप्नाउँछु, अमूर्त पनि मूर्त पनि, तर मलाई अमूर्त र मूर्तमा मूर्तै मनपर्छ, रियलिस्टिकै मनपर्छ। हालसम्मको कला यात्रा भन्नुपर्दा मैले चाहिँ ललित कलाबाट अहिलेभन्दा 30 वर्ष जति अघि ब्याचलर बिएफए भनौँ, त्यही स्नातक तह पास गरेको हो। त्यसपछि म दिल्लीमा पनि गएँ, 1 वर्ष त्यहाँ गरेँ। त्योभन्दा पहिला मैले रेनेसामा विपिन सरसँग 2-3 वर्ष अध्ययन गरेँ उहाँको इन्स्टिट्युटमा। अनि अहिले मलाई आफूले जति सिर्जनाहरू सिर्जित गरे तापनि आफू अपुरो केही नभएको, आफ्नो कलामा अलिकति केही सिक्नुपर्ने जस्तो भान भए हुनाले रोशन प्रधानजीसँग पनि म हल्का आफ्नो निरन्तरता दिइ नै रहेको छु। कलाकारिता चाहिँ अटोमेटिकली हुने कुरा होइन, यसलाई यो एउटा बनाउनलाई एउटा पुरा दशकौँ लाग्छ। हाम्रो मेहनत झल्किन्छ त्यो कलाकारितामा, हाम्रो मेहनत तपस्या त्यो झल्किन्छ के, जस्तो पनि त्यो फटाफट हुने कुरा होइन। हाम्रो यो टुगेदरनेस भन्ने ग्रुप सो एक्जिबिसन छ। यसमा हाम्रो अर्गनाइजर चाहिँ स्मृतिजी हुनुहुन्छ, स्मृति कर्मचारीजी। उहाँलाई सहृदय धन्यवाद छ हामी सबै ग्रुपको तर्फबाट। अनि यो ग्रुपमा चाहिँ मेरो साथी सन्ध्या महर्जन, अनि मेरो बहिनी किपा, अनि किपा राणा, अनि सगुना शाह सिंह ऊ पनि मेरो बहिनी, अनि एकजना पूजा अग्रवालजी पनि हुनुहुन्छ। हामी 5 जनाले ग्रुप सो गरिरहेका छौँ। हामी समूहमा पनि एकता भएर बस्नुपर्छ, विविधतामा पनि एकरूपता ल्याउनुपर्छ भन्ने मेरो सन्देश पनि हो। अनि यो दुईटा परेवा बनाएको छु, मैले पहिल्यै बनाइसकेको थिएँ। त्यसले चाहिँ हाम्रो यो हामी बस्ने ठाउँ नेपालको लगायत सबै विश्वभरि नै शान्ति फैलोस् भन्ने मेरो चाहना हो। मेन कुरा शान्ति नै हो, पिस अफ माइन्ड। बुद्धको सन्देश हामीले अझै पनि लिन सकेका छैनौँ। मानिस आफूमा झगडा गरिरहेका हुन्छन्। हरेक कुरा घरमै त्यो छ भनेपछि अब समाजमै त्यो छ। अब यसको हल त के हुन्छ, मैले के भन्न सक्छु र। फर्चुनेटली चाहिँ हामी सबैजनाले बनाउँदा चाहिँ ईश्वरलाई बनाएछौँ के, जानी नजानी यो बाइचान्स भएको, साँच्चीकै सल्लाह गरेको होइन, भगवानै बनाएछौँ सबैजनाले। हेर्नुहोस् है कति राम्रो कुरो। सन्ध्याले पनि भगवानै बनाएको छ, किपाले पनि भगवानै बनाएको छ, सगुनाले नि भगवान, पूजा अग्रवालजीले नि भगवान। अनि मैले चाहिँ भगवान चाहिँ बनाएको छैन, तर भगवानलाई पूजा गर्ने घन्टी, अनि भगवान बस्ने स्तूपा,
अनि भगवानले दिन खोजेको सन्देश अहिलेको समयमा जरुरी परेको त्यो पिस भनेर मैले पिस बनाएको छु एउटा पेन्टिङ चाहिँ। यस्तो कोलाहलमा हामी सबैजनालाई पिस चाहिन्छ। हामी जतिसुकै सम्पन्न भए तापनि पिस अफ माइन्ड छैन भने त्यो केही पनि अर्थ लाग्दैन। मेन कुरा पिस अफ माइन्ड नै हो मान्छेको इम्पोर्टेन्ट कुरा। समृद्धिको संवाद समृद्धिखबर.com